नमस्ते। यो अहिले हामी बरको चौतारामा छौँ। बरको चौताराले हामीलाई शीतल दिइरहेको छ। यो चाहिँ सतारको बरको चौतारा हो। अनि यहाँ मुनिहरू चाहिँ घरहरू पनि छ। अनि हामीलाई यति आनन्द दिएको छ। यो आनन्द चाहिँ यो सृष्टिकर्ता परमेश्वरले दिनुभएको रुख बिरुवा, बोट, वनस्पति, जङ्गलमा भएका जीव जन्तु, पशु पक्षी सबै कुराहरूमाथि अधिकार गरौँ भनेर परमेश्वरले येशू प्रभु स्वयं आफैले यो धरतीमा युज गरून् र प्रयोग गरून् भनेर दिनुभएको हो। त्यही भएर हामी यहाँ आनन्द लिँदैछौँ। यो डाँडामा, यो बरको चौतारा सतारको डाँडामा जिन्दगी सङ्घर्षै छ भन्दा मान्छेले एक छाक खाने हो, एक मुठी घाँस खाउन्जेल भन्छन्। त्यो एक घाँस खानलाई पनि धेरै सङ्घर्ष गर्नुपर्छ। बिहान चरेर बेलुका ल्याउनु पर्छ। अनि यो धेरै किसिमका दुःख कष्ट अर्चनाहरू भोग्नुपर्छ। भनिदिने कुराहरू सजिलो र एकदम सहज हुन्छ, गर्दै जाँदाखेरि धेरै गाह्रो हुन्छ। त्यही भएको कारणले मैले अहिले यति नै भनेर तपाईँहरूको माझबाट यो भनाइहरू यहीँ राख्दै जय मसी, नमस्ते, बाई बाई।